हजुर विश्वभरि छरिरहनुभएका आदरणीय नेपाली भाषीहरू यहाँहरू सबैलाई हार्दिक जयमसी भन्न चाहन्छु। लामो समय पछाडि फेरि तपाईँहरूसँग गफ गर्न आएको छु। अलिकति चिसोको मौसम गएर अब अलिअलि गर्मी सुरु भएको छ, त्यही भएर आज पाखा निस्केको। अनि विशेष गरेर आज प्रार्थनाको विषयमा कुरो गर्नेछु। दुःखको बेलामा खुत्रुक्कै नबन्न र सुखको बेलामा फुत्रुक्कै नबन्न हामीले प्रार्थना गर्न सिक्नुपर्छ। अनि मत्ती 6:5 देखि 9 मा पढ्ने भने यहाँनिर यसरी लेखेको छ, जब तिमीहरू प्रार्थना गर्दछौ तब पाखण्डीहरू जस्ता नहौ, किनकि तिनीहरू सभाघरहरूमा र सडकहरूका कुनाहरूमा मानिसहरूले देखुन् भनी खडा भएर प्रार्थना गर्न मन पर्दछ। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नबरबराऊ, किनभने धेरै शब्दमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछ। यसकारण तिनीहरू जस्ता नहो, किनभने तिमीहरूले उहाँसँग माग्नुभन्दा अघि नै तिमीहरूका लाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। अनि यहाँनिर यो प्रार्थना गर्ने कुरो गर्दाखेरि यो प्रार्थना चाहिँ वास्तवमा के हो? कति धेरैले चाहिँ प्रार्थना चाहिँ कसरी विचार गर्छ भने यो प्रार्थना चाहिँ एकदमै मनोबात हो। मैले मात्र बोलिराख्ने, मैले मात्र भरभराउने, मैले मात्र चाहिँ नि कुरा गर्ने भनेर विचार गर्छन् है। त्यस कारणले बोलेकै गरेर लामो प्रार्थना गर्नेहरू हुन्छन्। अनि कतिले चाहिँ फेरि परमेश्वर चाहिँ बहिरो हुनु जस्तो, त्यस कारण उहाँलाई जसरी भए पनि सुनाउनु पर्छ, एकदमै सुनाएको। अनि कतिले चाहिँ नि प्रार्थना कसरी गर्ने, परमेश्वरले चाहिँ नि यो गर त्यो गर आदेश दिने किसिमको, यसरी चाहिँ नि गर्नुपर्छ भनेर भन्ने किसिमको, अनि लामो र चर्को प्रभु ल आउनुहोस् तुरुन्तै, ल प्रभु यो चाहिँ तपाईँले राइट नाउ अहिले नै यो काम गर्नुहोस् भनेर चाहिँ मान्छेले प्रार्थना गरेको पाइन्छ। खास प्रार्थना भनेको के हो? प्रार्थना भनेको परमेश्वर र हाम्रो बीचमा कुराकानी गर्नु हो। अनि परमेश्वर चाहिँ सृष्टिकर्ता हुन्छ, तपाईँ र मलाई बनाउने सृष्टिकर्ता हुनुहुन्छ, उहाँ चाहिँ हाम्रो नोकर हुनुहुन्न। त्यस कारण तपाईँले चाहिँ अहिले नै तुरुन्तै प्रभु येशूको नाममा भनेर उहाँलाई आदेश भन्दा पनि हृदयबाट एउटा कृतज्ञता बोकेर नम्र भएर परमेश्वरसँग हामीले हाम्रो जीवनका कुराहरू उहाँसँग राख्ने कुरो। र विशेष गरेर प्रार्थना हाम्रो काम र हामीले हाम्रो व्यक्तिगत जीवनको लागि प्रार्थना गर्छौँ। अनि म तपाईँलाई स्पेसिफिक केही उदाहरणहरू दिन्छु। जस्तै प्रार्थना गर्दाखेरि विशेष गरेर तपाईँ र म सफल हुँदाखेरि हामी अझ निस्वार्थी बन्दै जान सकौँ भनेर प्रार्थना गर्नुपर्छ। हामी सफलताको लागि प्रार्थना गर्छौँ र सफल हुँदाखेरि हामी निस्वार्थी बन्दै जानै सकौँ भनेर प्रार्थना गर्नुपर्छ। तपाईँ र म पीडामा हुँदा, चोटमा हुँदा हामी रुखो नबनौँ, कठोर नबनौँ भनेर प्रार्थना गर्नुपर्छ। हामी उन्नतिमा हुँदाखेरि, हाम्रो जीवनमा प्रगति हुँदाखेरि हामी घमण्डी नबनौँ भनेर प्रार्थना गर्नुपर्छ। हामी एकदमै अभावमा हुँदाखेरि, हामीसँग भौतिक कुराहरूको अभावमा हुँदाखेरि आत्मिक जीवन पनि त्यसरी नै दरिद्र अभावमा नपुगेका हुन् भनेर पनि हामीले प्रार्थना गर्न सिक्नुपर्छ। प्रार्थना भनेको परमेश्वरलाई आदेश दिने, तपाईँको चाहिँ चाहेको इच्छा अहिले तुरुन्तै पाउनुपर्छ भनेर सबै कुरो बताउने पनि होइन। परमेश्वरले तपाईँ र मेरो आवश्यकताहरू सबै जान्नुहुन्छ र त्यो सबै आवश्यकताहरू बुझ्नुहुने, सबै आवश्यकताहरूमा उत्तर दिनुहुने त्यो परमेश्वरको अगाडि नम्र भएर हाम्रो मनका कुरोहरू उहाँलाई राख्ने र उहाँबाट कुरो सुन्ने कुरोलाई हामी प्रार्थना भन्छौँ। र प्रार्थनामा विशेष गरेर घमण्डी नबनौँ, अभावमा हामी चाहिँ रुखो नबनौँ, घमण्डी नबनौँ। अनि हामी चाहिँ जब भौतिक रूपमा हामी कमजोर, गरिब भन्छौँ, दरिद्र भन्छौँ, हाम्रो आत्मिक जीवन पनि दरिद्र नबनौँ भनेर प्रार्थना गर्नुपर्छ। हुन्छ, तपाईँको प्रार्थना गराई आशिषपूर्ण भएको होस्, आशिषमय भएको होस् र परमेश्वर र तपाईँको सम्बन्ध गाढा बनाउने किसिमको हुँदै जाओस्। र एउटा प्रार्थना गर्ने तरिका चाहिँ तपाईँले प्रार्थना गर्ने त्यही शब्द मात्र भइराख्यो, वर्षैभरि त्यही शब्द मात्र दोहोऱ्याइराख्यो भने तपाईँले बाइबलबाट प्रार्थना गर्न सिक्नु राम्रो हुन्छ। जस्तै उदाहरणको लागि भजन सङ्ग्रह 23 पढ्नुभयो, परमेश्वर मेरो गोठालो हुनुहुन्छ भनेर पढ्नुभयो भने तपाईँले प्रार्थना गर्दाखेरि प्रभु मेरो पढाइमा तपाईँ गोठालो हुनुहुन्छ भन्ने कुरो महसुस गर्नलाई सहायता गर्नुहोस्। मेरो पारिवारिक जीवनमा तपाईँ गोठालो हुनुहुन्छ भन्ने कुरो सहायता गर्नुहोस् भनेर तपाईँले त्यो विषयमा प्रार्थना गर्न सक्नुहुन्छ।
अथवा परमेश्वरले चाहिँ संसारलाई प्रेम गर्नुभयो भनेर तपाईँले यूहन्ना 3:16 पढ्नुभयो भने तपाईँले त्यतिखेर प्रार्थना गर्न सक्नुहुन्छ, प्रभु मलाई प्रेम गर्न सिकाउनुहोस्, म आफ्नो छोराछोरीलाई, आफन्तलाई, छिमेकीलाई, मानिसहरूलाई प्रेम गर्न सिकाउनुहोस्। अनि त्यसपछि तपाईँले बाइबलबाट नम्रको विषयमा पढ्नुभयो भने प्रभु मलाई तपाईँको नम्रतामा हुर्काउनुहोस्, नम्र बन्न सहायता गर्नुहोस् जस्ता कुराहरूले तपाईँले बाइबलबाट प्रार्थना गर्न सिक्न सक्नुहुन्छ। हुन्छ, अहिलेलाई बिदा चाहन्छु। मेरो फेसबुक कोटा सिद्धेकोले मैले फेसबुकमा एनडी लामा नामक पेज बनाएको छु, त्यसमा लाइक गरिदिन सक्नुहुन्छ। युट्युब च्यानल छ र तपाईँले मन परेका कुराहरू सेयर गर्न सक्नुहुन्छ र केही छ भने प्रश्नहरू छ भने सोध्न सक्नुहुन्छ। अहिलेलाई बिदा चाहन्छु। जय मसी।